सबभन्दा पहिला धन्यवाद हैन। सो म एउटा यो फ्रेन्चाइजीमा एउटा आफ्नो टार्गेट लिएर आएको थिएँ। सो त्यो टार्गेट आज पुरा भयो हैन। स्पेशली आजको म्याचको कुरा गर्दा जुन हिसाबले हामीले स्टार्ट गऱ्यौँ, सो जुन हिसाबले हामीले स्टार्ट गऱ्यौँ अनि त्यसपछि जुन हिसाबले हामीले आज वान साइडेड तरिकाले म्याच जित्यौँ। सो एकदम जो हामीहरूको मोमेन्टम चलिरहेको छ लास्ट 5 म्याचदेखि, सो एकदमै खुसी छौँ हैन। सो एकदम ह्याप्पी छौँ, इन्जोय गरिरहेको छौँ हो। स्पेसली तपाईँले भन्नुभयो जुन हिसाबले, किनभने चाहिँ हामीलाई टस हारेर पनि जुन हामीले टस जितेर पनि बोलिङै गर्नेवाला थियौँ होइन। सो एकदम जुन जसरी भए पनि टस हाम्रो पक्षमै थियो, हामीले फर्स्ट बोलिङ पायौँ। सो हामीले फर्स्ट बोलिङ आइसकेपछि चाहिँ जुन हिसाबले ट्रम्पोलाम्यानले स्टार्ट दिइरहेको छ नि एकतर्फदेखि, अनि अर्को अब उसँग स्टार्टिङमा अब पावर प्लेमा मेरो पनि राम्रो भएर हुनाले सो दुईजनाले चाहिँ एकदम राम्रो गरेर जस्तो जो बिचमा आएर रोहितले जुन हिसाबले त्यो क्ल्याप्स गर्यो, सो त्यहाँदेखि चाहिँ एकदमै हामी म्याचमा माथि भइहाल्यौँ। सो एकदमै जुन हिसाबले हाम्रो मोमेन्टम चलिरहेको थियो, सो एज अ अल जसरी भन्दाखेरि एउटा टिम गेम, टिमको अल पर्फर्मेन्सहरू चाहिँ सबैको, सो एकदम सजिलो भयो। हामी लास्टको 6वटा म्याच चाहिँ कन्टिन्यू जित्यौँ। एकदमै, किनभने चाहिँ मेरो यो फर्स्ट बाइक चाहिँ एकदमै खुसी फिल भयो होइन। सो टिमलाई जिताएर एकदमै आफूले पनि अवार्ड पाउँदा एकदमै खुसी लाग्यो। विनिङ मोमेन्ट स्पेसली मेरो लागि चाहिँ एकदमै अलिकति लाइक म अलि नर्भस फिल भएको थियो, किनभने चाहिँ लास्ट इयर जितेको थिएँ। सो योपालि पनि जितेँ, सो एकदमै आफूलाई प्राउड फिल भयो होइन। सो एकदमै लाइक तर जित्यौँ, एकदम खुसी पनि लाग्यो एकदम। मेरो लागि चाहिँ अब यो चाहिँ मेरो लागि बढी स्पेसल छ, किनभने चाहिँ लास्ट इयर, किनभने चाहिँ योपालि मैले टिमको लागि जुन हिसाबले मेरो माथि बिलिभ थियो, अनि रोहितले मलाई जुन हिसाबले टिमको चाहिँ मलाई तिमी चाहिँ टिमको लिडिङ बोलर हो भनेर जुन हिसाबले मलाई रोल दिएको थियो, सो त्यो गर्दा चाहिँ एकदमै, किनभने चाहिँ इम्पोर्टेन्ट रोलमा म बलिङ गरिरहेको थिएँ। सो एकदमै खुसी लाग्यो। सो योपालि यो चाहिँ मेरो लागि एकदम मतलब यो दुइटामा एउटा मोमेन्ट, दुइटा राम्रो, तर एउटा चुज गर्नु पऱ्यो भने चाहिँ दिस इज फर माई बेस्ट मेरो लागि। अब त्यो मेरो माइन्डमा त्यति, मैले सिलेक्सनको लागि माइन्डमा त्यति हुँदैन। जुन टिमको लागि खेलिरहेको छु, सो त्यो ठाउँमा मेरो पर्फर्मेन्स गर्ने काम हो। सो त्यो चाहिँ अब मेरो काम होइन। धन्यवाद।